अनि आज के छ काम तपाईको? नुहाइ धुवाइ गर्नु भनेको घाम गइसक्यो, लुगा धुनु थरै छैन। घाम एकछिनमा गर्मी हुन्छ, हावा चल्नु थाल्यो। लुगा धुनु छ, नुहाइ धुवाइ गर्नु भनेको त 1 महिना आलु खुने हात दे प्याट प्याट फुटेर आलु 6, 7, 8 बरा उठाएको। 3 ताले घर जेठा सगाई मागे, 1 ताल आर्सिसले उठाइदियो 1 बरा। दरो उठालो। कति रोपेको थियौ, कति पो खन्नु भयो? कति 2 बरा रोपेको नि, सानो टार जम्मै नि। अनि कति बोरा निस्क्यो त? कति सानो कोठा भरियो, त्यो मेरो खाने सेतो। अनि बेच्नु भनेको ठुल्ठुलो 50 किलो छुट्याएको छु। अरू पम्फाले मसिनो लाने भनेर 1 क्विन्टल ठिक पारेको छ। अरू वस्तु खले दिए। वस्तु गाई पनि छेर्दो पो रहेछ आलुले त। रोपे फल्छ भने जस्तो हैन? अनि 5 क्विन्टलले बराबर 3-4 बरा छ होला नि। धेरै फलेछ रोपेको भन्दा। फल्छ त, अनि फलोस् भनेर रोपेको। अब उति नै फल्यो भने के गर्नु?